यहाँ तल हुनुहुन्छ आज हाम्रो बारीमा दिवा खेताला छ हैन अनि त्यो भएर दिदीहरु चाहिँ काम गर्नु हुँदैछ अनि दिवा बस्ने ठाउँ पनि कति राम्रो पो रहेछ है यहाँ त मजाको हस हामी चाहिँ चियाबारीमा हिँड्दैछौँ खाजा रहेछ अनि कति क्युट हो कति क्युट हो कति क्युट छ चाहिँ यहाँ पत्कर लिन जाँदैछौँ चाहिँ यहाँ पत्कर हेर्नु हुँदैछ हामीले चाहिँ पत्कर रेडी गरिसक्यौँ हैन दिवा जेबी दिवा चाहिँ यहाँ काम गर्नु हुँदैछ हाम्रो चाहिँ यहाँ भारी पुगेको छ दिवा हिँड्नु हुँदैछ म चाहिँ यहाँ पत्कर बोकिरहेको छु जेबी दिवा चाहिँ नागबेली निकाल्नु हुँदैछ अन्त मलाई चाहिँ थाहा थिएन है नागबेली भनेको यसलाई भनिँदो रहेछ नागबेली हामीले यहाँ निकाल्दैछौँ देवी दिवा फेरि पनि यहाँ पनि हामीले लिइसकेका छौँ नागबेली दिवाले फेरि पनि यहाँ धेरै रहेछ अनि लिनु हुँदैछ दिवा निकाल्नु हुँदैछ यहाँबाटको भ्यू कस्तो राम्रो देखिने रहेछ कि यो चाहिँ याक्सा रहेछ चिया बगानको बिचमा हामीले चाहिँ सौर पनि टिप्यौँ बुनु हामी गएको ल गएको है हामी ल ल ल ल बाबा ल ल ल ल